हेलो गाइज वेलकम टु माई न्यू व्लग। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म एकदमै सन्चै छु होइन। फेरि अहिले आज नि एउटा नयाँ भ्लग बनाउँदैछु तपाईँहरूको लागि भनेर। सो आज चाहिँ जानुपर्ने हुन्छ उता के अरे त्यसको नाम म जाँदैछु पठाङकोट भन्ने ठाउँमा। सो त्यही हो अब साथी घर जाने आज चाहिँ। सो छोड्नु जानुपर्ने हुन्छ होइन। सो भ्लग चाहिँ यही हो आजको लागि। त्यही हो अब म अब कपडा सर्ट लाउँछु ठक्क लगाएर। अहिले चाहिँ राति 10 बजिरहेछ। सो हामी जानुपर्ने हुन्छ रातिको त्यस्तै 12 बजीतिर यहाँ रुमबाट निक्लिन्छौँ होइन। अहिले चाहिँ अब खानासाना खाने नुहाइ गरेर कपडा सर्ट लगाएर ट्याक्क रेडी गरेर बस्नुपर्ने हुन्छ। सो त्यही हो अब हामी उता जानुपर्ने हुन्छ, साथीलाई छोड्नु पर्ने हुन्छ। रातिको आज चाहिँ त्यस्तै 12-1 बज्छ होइन। त्यही हो अहिले बजिरहेछ 10 बजिरहेछ रातिको। अहिले भर्खर 9 बजी कामबाट आएर यहाँ रुममा बसिरहेको थियो फोन सुनेर। सो त्यही हो अहिलेको लागि चाहिँ यति नै। अब तपाईँहरूलाई म अहिले बाटोतिर भेट्दै गरौँ न। बाटोतिर तपाईँहरूसँग म भेटौँ न। बाटोतिर कस्तो छ त्यस्तै तपाईँहरूले म देखाउँदै जाउँ न। अहिलेको लागि चाहिँ यति नै, बाई। सो हामी चाहिँ यहाँ रुमबाट निस्किसकेको छैन, बाहिर छ त्यस्तो आधा छैन। त्यही हो सो त्यही हो होइन। जानुपर्ने हुन्छ तलतिर, त्यो जाडो छ यो चाहिँ जान्ला हो मेरो दोस्त चाहिँ। त्यही हो अब यस्तोतिर त गऱ्यो भने चाहिँ अब त्यही हो अब होइन। त्यही हो जानुपर्ने हुन्छ। रातिको 12 बजिसकेको पुरा देख्यो भने अन्धाएर छ। यता त्यसबाट पनि बुझाउला जस्तो छ होइन। त्यही हो तलतिर भेटौँ ल अहिले चाहिँ। सो गरेर हामी आइसकेको भर्खर गाडीबाट आइसकेको। आज रातिको 4 बजिसकेको छ होइन। रोडसम्म नाच्छन् जाँदैतिर अहिले भन्दैछ केटाहरू। त्यही हो छोडेर साथीहरूलाई आइसकेको होइन। बोल्नु मजा आयो। तर अब चाहिँ अब तपाईँहरूलाई म आजको लागि चाहिँ भ्लग आइदिने। माया गरिदिनु होला, सब्सक्राइब कमेन्ट लाइक गरिदिनु, माया देखाइदिनु होला। सो त्यही हो अब आजको लागि चाहिँ यति नै भ्लग। टाटा बाई बाई।